तर यो टफ नै हुन्छ ओहो वाउ इन्ट्रेस्टिङ घिउ मकै र मुरली मकैको के फरक हो चिम्बु लौसी खुर्सानी वाउ यसमा नि ठुलै फलेको हो त चुनावको दिनदेखि घाम लागेको छैन यसको अर्थ त बुझ्नु परिहाल्यो सूर्यनारायणलाई पनि लाज लाग्यो हो कि हेल्दी हो ल हेल्दी हो अनि त्यसपछि फल धेरै फल फल्नुपर्छ ल हेलो एभ्रीबडी गुड मर्निङ गुड आफ्टरनुन एन्ड गुड इभिनिङ आज म एउटा ऱ्यान्डम भिडियो देखाउँदैछु त्यो भिडियो के भनेदेखि वी आर गोइङ टु ट्राई दिस स्प्रे एन्ड त्यो स्प्रे कसरी चल्छ मलाई पनि थाहा छैन एकचोटि हेर्न मन लाग्यो अनि यो चाहिँ स्प्रे हो यसलाई हामी ट्राई गर्न जाँदैछौँ तर यो टफ नै हुन्छ ओहो त्यो त त्यो हावा कन्ट्रोल गरेर स्प्रे त्यो होला प्रेसर बढाउने घटाउने होला कुसार्दाखेरिलाई सजिलो हुन्छ कि भनेर खै हेरौँ कति टाइपको ल अब त्यति भएपछि हुन्छ अब त भयो अघि त गाह्रै भएको खै देखाउ त कति गएछ मजाले गयो ल गयो त ल अब लगेर कहाँ गाड्ने अहिले यहीँ धनियाँको बिचतिर घुसारिदेऊ न अलि परेर चाहिन्छ ल ठिक छ म गरौँ ल मेरो नि घरकै जुत्ता छ वाउ इन्ट्रेस्टिङ अब बन्द गर्नु पर्यो अनि त्यो गाडेको पनि पुगेन अलि राम्रैसित गाडी थियो ल ओके आई एम सो एक्साइटेड ओहो फोर्सले त हल्लाउँदो रहेछ त मजाले अनि थाहा छ बारीमा फाउन्टेन वाउ तर धेरै वाइडसम्म जाँदो रहेछ नि त राम्रो त राम्रै हो हाम्रो जग्गै सानो भयो हाम्रो जग्गा सानो भएको अवस्था है यहीँसम्म पुरै चिसो भयो पर गयो भने ऊ उता गाडीतिर जान्छ तर होइन अहिले त परेर केही छैन ए shall I wash my car अहिले त केही हुँदैन कस्तो केही हुँदैन पानी आइराखेको छ अनि बाहिर पखालिदिउँ न भित्र नगरिकन जे छ त्यसले पखालिदिउँ ल फेरि झिक्नु पर्ने भयो स्प्रे अति हुन्छ क्या त्यो त अर्को दिन गरौँला केही छैन मलाई हतारको छैन त्यस्तो तर मलाई राम्रो लाग्यो धेरै परसम्म जाँदो रहेछ यो स्प्रे आमा हजुरको गोडा भए ठाउँतिरै बेसरी गाड्नु पर्यो वाउ कस्तो रमाइलो मेरो त लुगा नै पुरै भिज्यो जाँदिनँ तर जान्छु भने जस्तै भयो क्या किरा लागेको छ रोप्नलाई चाहिँ यो बिउ अलिकति छुट्याएको यो घिउ मकै ए घुन रहेछ त मैले देखेँ हो ऊ यहाँ छ ऊ यहाँ हो यो घुन सबै हिँड्छ अनि पछि यो चाहिँ भुटेर खाइदिने हो यो चाहिँ रोप्नलाई राखेँ तैपनि यहाँ पाल परेर छल्लिन्छ भने यति चाहिँ रोप्नु पर्ला
राम्रै होला यो चाहिँ होइन। राम्रो भने यो झुक्किएर फेरि फल परेर पर्छ। घिउ मकै र मुरली मकैको के फरक हो? मुरली मकै फुल उठ्छ ठुल्ठुलो, काँडे मकै मुरली मकै भनेर फुल उठ्छ। यो मकै चाहिँ एउटा दुईवटा मात्रै फुल उठ्दो रहेछ, तर एकदम नरम, त्यो खट्टे अलौटा मकै टाइपको। अलौटा मकै टाइपको, तर नरम, धेरै नै नरम। टेस्ट गर्नु पर्ला, मैले अहिलेसम्म टेस्ट गरेको छैन। खालि मुरली मकै मात्रै थाहा छ क्या मलाई चाहिँ। हजुरले अघि भर्खर के भन्थ्यो अर्को एउटा मकै? काँडे मकै भन्ने हुन्छ, अलिअलि काँडा काँडा जस्तो भएको, त्यो एउटा चुच्चो निस्किया हुन्छ मकैमा। यस्तोमा अलिकति यहाँ सुस्स चुच्चो जस्तो निस्किया। कसो पहेँलो भागमा चाहिँ चुच्चो निस्क्या? सेतो हुन्छ त्यस्तो मुरली मकै चाहिँ। खोइ अब अहिले पसलमा किनेर त सबै पहेँलो हुन्छ, थाहा छैन। आजकल त्यस्तो मकैको भेराइटी भनेर आउनै छोडिसक्यो होला क्या। यहाँ गाउँघरमा पनि अब रोप्न छोड्यो होला। अब हामी त झन् सहरिया गइहाल्यौँ नि। अब सहरको छेउछाउ बसेर आफूलाई भन्ने सहरिया। सहरको छेउछाउ हामी पहिला हुर्किँदाखेरि, हामी ठुलो भइसक्दाखेरि पनि यो ठाउँ सहर भएको थिएन। अहिले सहर भयो, अब के गर्नु। हामी सहरिया भएको होइन, ठाउँ सहर भएको। आफू चाहिँ सुकाइँदैछ के सहर भन्ने। गुन्द्रुक पनि हाल्दैछु, ल हेर भटमासको बिउ रोप्दैछु यहाँ। यस्तो यो पुरा लोकल स्टाइल गरिँदैछ होइन। जिम्बु, लौसी, खुर्सानी। आज कति थेरी सुकाउने दिन रहेछ। आलु कत्रो खन्नु हुँदो रहेछ, हेरौँ त। मलाई त छ नि पहिला नि सानो मात्रै फलेको, अनि फलेको छैन जस्तो त लागेकै थियो। यस्तो हो, अब त्यो तरकारी खानालाई ल्याएको उम्रिया त्यसै रोप्यो, बिउ किनेर ल्याएर। अनि मैले त पहिलादेखि नै चेक गरेको थिएँ नि त त्यसलाई। यो छेउको बोट चेक गरेर चाहिँ यहाँ यति ठुलोसम्म सबै यति ठुलो भइदियो त राम्रै हुन्थ्यो नि है। तर त मैले पहिला सुरुमै त्यत्रो हुँदाखेरि चेक गरेको, भत्तीको फलेर छ भनेर। मलाई त अल्छी लाएर आँट पनि लाएर सुपर लाएर भ्वाक्कै है त्यो। यहाँ छ दुईवटा हातले गर्नु थियो। वाउ, यसमा नि ठुलै फलेको हो त। थोरै भए पनि ठुलै फलेको हो। ल अर्को साल पनि तपाईँलाई नै खन्न लाउनु, रोप्न पनि तपाईँलाई दिदी कहाँ पुग्छ? त्यो त छँदैछ नि, त्यो त भन्न सकिन्न। त्यस्तै भित्र लागेको छ भने त कतै जाने विचार होला नि त, त्यही भएर लाग्यो होला नि त। त्यो त छैन नि। यहीँ बसेसम्म त गाउनु पुग्दैनन्, आउनु पर्यो होला। अब यहाँ नबसेर अन्तै बस्नु सक्यो भने त होइन, त्यो अर्को वर्ष हुँदासम्म झगडा परेछ भने त निक्लिएर जानुहुन्छ नि त। म त झगडा गर्दिनँ। उहाँले नै गर्नुभयो भने है त्यस्तो भनिदिने क्या। हजुर उहाँलाई नै पारिदिने क्या। केही गरी हाम्रोमा केही गरी झगडा परेर उहाँले आउन छोड्नुभयो भन्ने जानकारी पाउनुभयो भने चाहिँ हामीले होइन उहाँले नै हो भनेर बुझ्नु होला सबैजनाले। मैले त पहिले काट्दिनँ क्या हो। त्यो पाक्दैन। खै कस्तो भेट्टायो। त्यो पहिला रोपेकै चाहिँ हो कि, तर काटिया भए पनि राख्नु। के नफाल्नु हाल्या छैन उहाँ राखेको त्यो त काम लाग्दैन, पाक्दैन। छैन त, त्यति नै हो त। ल हेर फलाएर नि त। त्यति नै हो त, तपाईँको रहर मात्रै। दिदीले खने मात्रै हुने रहेछ है क्या हो। दुई चारवटा निस्किएको थियो आफ्नोमा त, त्यो पनि निस्किएन। ए ल है ल
ल यसमा चाहिँ निकाल्यो है। ठुलो चाहिँ भएको हो क्या पहिलाको भन्दा है, अरू चाहिँ छैन क्या फेरि। ठुलो फल्यो भने थोरै फल्छ। ल ठिक छ, त्यति नै रहेछ। होइन यति एउटा मात्रै छ, 2टा 3टा। कलमीहरू केही पनि आएन। राखी छोड्छु, अब कहिले आउँछ। हात दुखेर यस्तो लाउनु परेको छ। गुनासो कसलाई गरे? दर्शकहरूलाई। तिमीलाई गर नि। होइन, तर खासमा भिडियो खिचिरहेको देख्दै गरेपछि पक्कै मलाई भन्दा पनि धेरै हेर्ने व्यक्तिहरूलाई होला। बारी खन्याएर होला यस्तो भयो। यो धेरै थरी कुरा हुनसक्छ। यो चाहिँ नि एउटा बुनेर पनि हुनसक्छ। अर्को हजुरलाई अलरेडी दुख्ने समस्या छ, मौसम अलि राम्रो नहुँदा पनि दुख्न सक्छ। अहिले त्यो पनि होला। अनि धेरै अमिलो पिरो खानुहुन्न, त्यसले पनि दुखाउँछ। दहीहरू खानुहुन्न, त्यसले पनि दुखाउँछ। यो सबै गरिरहेछ क्या हजुरले, वास्ता नगरी थोरै खाएको दुख्ने बेला पऱ्यो बेला दुख्यो होला। अलिअलि दुखिसकेको बेलामा त्यसले असर पार्छ क्या। त्यही हो कुरो चाहिँ, कुरो त्यही हो। अनि हजुर के गर्दै होइनुहुन्छ अहिले यहाँ तल 81? मलाई माथि बस्दा दिक्क लाग्यो, घाम पनि लागेको छैन। चुनावको दिनदेखि घाम लागेको छैन। यसको अर्थ त बुझ्नु परिहाल्यो। सूर्यनारायणलाई पनि लाज लाग्यो हो कि? सूर्यलाई लाज लाग्यो हो? 81 लाज भयो क्या यो पालि त सूर्यलाई, नराम्रोसित खासमा भन्ने पनि ठिकै भन्छौ। कति दिन भइसक्यो त चुनावको दिनदेखि घामै लागेको छैन। भोट गर्न थालेदेखि घाम लागेको छैन। आइया हो, तर आमा रुख त एकदम राम्रोसित हेल्दी भएर आइरहेछ कि, फुल पनि फुलिरहेछ, फल पनि देला जस्तो छ। यसको अर्थ चाहिँ के हो त नि? अनि पुरानै बिरुवाहरू राख्दै रोप्दै जानु पर्यो होइन, हेल्दी बिरुवा रोप्दै जानु पर्यो। अनि फेरि मलजल होइन, नरिसमेन्ट प्रपर हुनु पर्यो होइन, हरेक पार्टी राम्रो हुँदै आओस् होइन। त्यसमा त के छ र, सित सम्बन्धित हुन्छन्। त्यसो भएर वातावरण जोगाउनलाई वातावरण बिगार्नु भएन कसैले पनि, प्रदूषित हुन नदिने वातावरण बनायो भनेदेखि। अनि रुख पनि हेल्दी हुन्छ, घाम पनि राम्रोसित लाग्छ। चिन्नुपर्ने अवस्था छ। ठाउँबाट सही कुरा, सही विचार सम्प्रेषण गर्नुपर्छ, सही काम गर्नुपर्छ, सही मलजल दिनुपर्छ, अनि सबै सही भएर जान्छ। मेरो भनाइ यति नै हो। धन्यवाद। ल हामी कताबाट कता पुग्यौँ है। सो अब एकदमै रमाइलो कुरा अहिलेको के हो भनेदेखि यो मौसम वसन्त ऋतु लाग्यो। अब विभिन्न फुलहरू फुल्ने क्रममा छन्। फुल पनि सिद्धिएर अब फलहरू लाग्ने क्रममा छन्। कति सानो सानो बिरुवाहरूमा पालुवाहरू पनि लाग्दैछन्। अनि अहिले चाहिँ घरबाट बाहिर निस्किँदाखेरि कस्तो आनन्द आउने त्यो। हामी पनि प्रकृति नै हो एट द एन्ड अफ द डे। सो हामीलाई पनि यो जब पालुवा आउने बेला हुन्छ, पातहरू नयाँ नयाँ आउने बेलामा बाहिर बसेर हेर्नलाई एकदमै रमाइलो लाग्दो रहेछ। मन पनि प्रसन्न हुने, एकदम अपसेट भएको छ भने पनि मन बाहिर हेरिसकेपछि चाहिँ यो रुख बिरुवालाई हेर्न पाएपछि चाहिँ एकदमै आनन्द आउँदो रहेछ क्या। सो अब नेपालमा चाहिँ धेरै यो घरले गर्दाखेरि अहिलेको सिचुएसनमा सबैको घरमा रुख छैन। कसैको चाहिँ यो बाटोको पेटीहरूमा चाहिँ रुखहरू हुने भएर एटलिस्ट अलिकति मिस हुँदैन ट्रिज। अदरवाइज सानो एरियामा घर टाइटली बनाछ भने चाहिँ रुखहरू हुँदैन। यसले पनि मान्छेलाई अलिकति डिप्रेसनमा चाहिँ लान्छ। सो घर वरिपरि चाहिँ रोप्नलाई पुग्ने ठाउँ छ भने रुख बिरुवा चाहिँ डेफिनेटली रोप्नै पर्ने रहेछ। त्यो चाहिँ पछिल्लो समयमा फिल भएको कुरा हो। पहिला चाहिँ बाई डिफल्ट खाली ठाउँहरू हुन्थे अनि रुख बिरुवा आफै पनि पलाइरहेको हुन्थे होइन। अब विभिन्न मान्छेको जग्गा हुन्थ्यो कि खेतीपाती हुन्थ्यो, खेतीपाती नभएको ठाउँमा रुखहरू पनि आउँथे। त्यो कारणले गर्दा सबै राम्रै थियो। अब अहिलेको सिचुएसनमा त्यो छैन, रुखहरू छैन। त्यही भएर रुखहरू रोप्नलाई चाहिँ एकदमै धेरै ठाउँ छ भने रुखहरू रोप्नु होला। त्यसले चाहिँ हाम्रो मानसिक स्वास्थ्यलाई पनि राम्रो गर्छ। मलाई चाहिँ त्यस्तो लागेर मैले जस्ट अलिकति सेयर गरिहालेँ। आफ्नो बारीको नि लात्रक्क नपर्ने दह्रो खालको हुन्छ कि
अर्ग्यानिक धनियाँ। आमा एउटा काम गरौँ न, हजुर अब चाँडै गरौँ। के गरौँ? ऊ यो डम्पिङ साइट छ नि हाम्रो, हुन त हाम्रो त्यति खत्तमै खालको त छैन। यसलाई लगेर ऊ त्यो कुनामा मल हुन्छ नि, मलको भकारीको साइडमा राखौँ के, त्यहाँ यो बिचमा पनि भयो। अनि मलाई यो ठाउँमा यो राखेको चाहिँ उता रुखहरू यसो हेरिन्छ त्यहाँ मुनि, यसो पोको देखेपछि, पोको त्यस्तो नराम्रोसित त राखेको छैन तै पनि। तर ठिक छ, त्यो उता लगेर राख्ने हो। यो मेरो पनि हात यस्तो भयो, अनि यसो लुगासुगा फेर्ने बेलामा त्यहाँ लगेर राखौँ ल, यो खन्याएर अनि त्यहाँ लगेर राखौँला कि। हुन्छ अहिले यसलाई, अनि ऊ यसलाई हुन्छ नि मलको अलिक घाम लाग्यो, नुहाउने दिन पारेर मलको भाँडोलाई पनि त्यता राखौँ। अनि यसो खत्रा खुत्रुकलाई नि हुन त उतै राखौँ न, एउटा कुनामा राखौँ के त्यसलाई। हुन्छ, एकै ठाउँमा राख्ने हो। त्यही अब यो फोहोर चलाइसकेपछि लुगा फेर्नु पऱ्यो, यताउति गर्नु पऱ्यो। होइन आजै गर्ने भने त होइन, तर फेरि मेरो पनि हात दुखिरहेको छ। यो चाहिँ रायोको फुल हो। त्यसले बारी बारी भन्नुहुन्छ नि, यो बारी नै भन्न सुहाउँदो चाहिँ छैन क्या। यो सानो बगैँचा हो, यो करेसा बारी भन्छन् कसैले। होइन म होइन, त्यही निस्किन्छ, बारी नै त हो नि के त नि, यो करेसा बारी रे, ल करेसा नहो नि बारी त हो नि। कस्तो मजाले चरा कराइरहेछ क्या। यो त बारी पनि होइन, वन हो, वन लजा। दुईटा रुख भएको वन। यो मैले अहिले भर्खर देखाउँदै गरेको प्लान्ट चाहिँ के हो थाहा छ? ऐसेलु, ऐसेलु। अब हामीसँग यस्तो यस्तो छ कि यसलाई बारी, वन, जङ्गल भन्न सुहाउँछ क्या। ओ माई गड, मलाई एकदम माया लागेको, मैले कौसीबाट देख्ने चाहिँ यो हो कि, यसलाई यो कहाँबाट उक्किएछ क्या। मलाई कस्तो त्यो रुखलाई घाउ भएको जस्तो फिल भइरहेछ। माथिबाट हेर्दा साँच्चीकै मलाई त्यस्तै फिल भएको छ। हजुरलाई भएको छैन? तर परबाट हेर्दा चाहिँ के त्यो हुन्छ नि, घुँडामा हुन्छ नि कहिलेकाहीँ धसेर घाउ हुन्छ नि, त्यस्तो लाग्यो। ल हुन त केही छैन, प्लिज चाँडो हिल हो ल, चाँडो हिल हो। यसपालि किरा पनि लागेको छैन। म एकदम अहिलेसम्म चाहिँ आइ एम सो ह्याप्पी। लास्ट टाइम चाहिँ यस्तो किरा लागेको थियो कि, त्यो यसो गरेर जुन पाए त्यही किराहरू नचढोस् भनेर यो चकहरू छ नि, यो चक चाहिँ लक्ष्मण रेखा हो। यसले काम गरि पो हाल्छ कि भनेर। You never know, but this time the tree is very very fine. अनि अर्को कुरा के हो थाहा छ? म एउटा कुरा भन्न चाहन्छु, रुखहरूलाई नि यसरी सुमसुम्याउनुपर्छ क्या। आई डोन्ट नो इफ यु क्यान सी दिस, बट मैले यसलाई सुमसुम्याइरहेछु, अनि यो सुमसुम्याएर यसले फिल गर्छ। प्लिज राम्रो हेल्दी हो ल, हेल्दी हो। अनि त्यसपछि फल, धेरै फल फल्नुपर्छ ल, राम्रो फुल फुल्नुपर्छ, हेल्दी हुनुपर्छ भनेर यसरी सुमसुम्यायो भने पनि दे क्यान फिल आवर इमोसन, अनि त्यो कनेक्ट गर्छ क्या। त्यही भएर त्यो चाहिँ गर्नुपर्छ ल, गर्नुहोस् तपाईँहरू पनि गर्नुहोस्। अनि यु क्यान अल्सो लाइक इम्ब्रेस द ट्री। म चाहिँ अहिले इम्ब्रेस गर्दिनँ, औँठी लगाएको छ, फेरि सबै मैमा सर्छ औँठी। आमाले हेरिरहेछ मलाई।